एक्सक्लेमेटोरी र अप्टेटिभ है यो छ लेट द पुअर बी हेल्प भन्ने यो हुन त हुन्छ होइन द फर्मेट इज गुड तर एउटा कुरा के बुझ्नुपर्छ भन्दाखेरि द्याट सेन्टेन्स टक्स अबाउट ड्युटिज कि उत्तरदायित्वहरू कुरा गर्छ त्यही भएर चाहिँ त्यसमा सुड बी हुनुपर्छ है ल ल अप्ठ्यारो सेन्टेन्स भनेको के हो भन्ने हुन्छ है एउटा कुरा म एउटा इक्जाम्पल लेखिदिन्छु ओके मे आई गो भनेर यो सेन्टेन्स है दिस इज नट अप्ठ्यारो सेन्टेन्स तर मैले यहाँ फेरि भने मे ओके मे यु गेट ओके सक्सेस भनेर लेख्यो ल मे यु गेट सक्सेस भनेर यहाँ एक्सक्लामेसन मार्क्स लगायो भने के हुन्छ यो भनेको अप्ठ्यारो सेन्टेन्स हुन्छ अब यसमा फरक के छ यसमा मे यस्ता सिमिलरिटिज है तर यसमा के छ क्वेसन मार्क छ तर यसमा के छ एक्सक्लामेसन मार्क छ है त्यो हेर्नु होला फरक यो हो अनि के हुन्छ यसमा यो भनेको ओके आस्किङ अ पर्मिसन हुन्छ भने यो भनेको के हो त ब्लेसिङ हुन्छ त्यसैले अब यसमा अल्टरनेटिभ सेन्टेन्स कुन हो त विच इज अल्टरनेटिभ सेन्टेन्स भन्दाखेरि यो तलको हुन्छ it's a question so that's why it's not an optative sentence but it is optative sentence actually यो हेर्नु होला good interrogative that's good अनिश हो यसरी चाहिँ आफूमा एकदम नोट हुनुपर्छ क्लियर भिजन हुनुपर्छ है मैले सबै सुरुमा भनिहालेँ नि त देयर सुड बी भने बित्तिकै त्यो सक्यो कि त्यसमा एकदम मजाले हेर्नु होला अनि यु आर टु हेल्प द पुवर यो हुँदैन ओके अनुभव यसमा हुँदैन तपाईँले ट्राई गर्नु द्याट्स सो गुड है तर एक्चुअली त्यो पनि हेर्नु होला द पुवर निड टु बी हेल्प भनेको छ है त्यो छुट्टै कुरा हुन्छ है त्यो भनेको उताको पाटो हुन्छ तर आफ्नो पाटो आफ्नो दायित्वको पाटो चाहिँ त्यो हेर्नुपर्छ ल अब यसको बी भर्ब कुन हुन्छ अप्टरेटिभ सेन्टेन्समा बी भर्ब कुन हुन्छ एक्चुअली ऑल अफ यु चेक दिस द बी verb is a be है एक्चुअली हेर्नु होला we have a five types of be verbs but among them be is there है यो be हुन्छ जस्तै the main verb should be changed into verb participle अब यसमा के हुन्छ भन्दाखेरि चाहिँ we have one main verb है one main verb हुन्छ त्यो भनेको verb 1 हुन्छ त्यो verb 1 लाई हामीले के गर्नुपर्छ verb 3 भनेको verb participle मा चेन्ज गर्नुपर्ने हुन्छ है अब अर्को रेसियो जस्तै यो हेर्नुस् मे यु डिफिट योर इनेमी मे यु डिफिट योर इनेमी द प्यारेन्ट्स शुड बी हेल्प्ड अञ्जली द्याट्स राइट हो यो हो मे योर इनेमी बी डिफिटेड अनिश ओके मे योर इनेमी बी डिफिटेड सुप्रिया ओके करुणा मे योर इनेमी ओके बिबस होला सायद अभिनन्दन सन्देश ओके सोनी अभिनन्दन श्लोक सौमिका okay Biswas Oman Salok Nasha Aishu okay Gia check this now you is a subject now and defeat is a main verb now what's an adjective this is your enemy is an adjective okay begin unique Ritika okay Kausal okay that's good मे यो डाई हुन्छ यो छुट्टै है किनकि मे यो डाई भनेको यो त ट्रान्जेटिभ भर्ब भइहाल्यो नि है त्यसमा इन्ट्रान्जेटिभ हुनु पर्यो मे योर इनेमी बी डिफिटेड भनेको छ मे योर इनेमी बी डिफिटेड ओके बी छुट्याएछ कोही कोहीले चाहिँ बी चाहिँ नछुटाउनु होला किनकि बी भनेको बी भर्ब हो नि त हामीसँग यहाँ हेर्नुहोस् है हामीले बी भर्ब युज गर्नुपर्ने हुन्छ यसमा मे योर इनेमी बी डिफिटेड द्याट्स सो गुड इट्स करेक्ट आन्सर है ल thank you all of you those who have sent me the answer that's so good अब हेर्नुहोस् है यसमा के हुन्छ भन्दाखेरि यो मे वर्डलाई जस्ताको त्यस्तै लेख्नु पर्यो why because it's the features of or the main part of optative sentence अब यो you भनेको सब्जेक्ट हो यो your enemy भनेको इट्स अब्जेक्ट अब हामीले के गर्नु पर्यो एक्सचेन्ज गर्नु पर्यो अब्जेक्टिभलाई यहाँ लेख्नु पर्यो सब्जेक्टिभलाई यहाँ लेख्नु पर्यो अब यो यु को ठाउँमा के आउने भयो योर एनिमी योर
इनेमी ल यो आयो भयो यो सब्जेक्टमा यो इनेमी आयो अब त्यसमा के गर्नु पर्यो बी भर्ब युज गर्नु पर्यो हामीलाई ओके अबि ओके आशिष कम अन यु क्यान के यु क्यान केही सेन्स अन ओके इम्पोसिबल तपाईँले सक्नुहुन्छ अब हामीले यहाँ बी लेख्यो अब मेन भर्ब भनेको कुन हो डिफिट हो अब यो डिफिटलाई हामी के गर्नु पर्यो भर्ब थ्री गर्नु पर्यो के हुन्छ डिफिटेड डिफिटेड ल भयो अब के गर्नु पर्यो बाई यु भनेर लास्टमा आयो बाई यु अनि लास्टमा के हुन्छ एक्सक्लेमेसन मार्क हुन्छ यसरी सो मे योर डेट बी अराइभ सुन यो हुँदैन रोशन यो हुँदैन तपाईँले त्यही भएर ट्रान्जिटिभ र इन्ट्रान्जिटिभ भर्बहरू मैले सुरुमै भनेको त्यही हो कि किनकि इन्ट्रान्जिटिभ भर्बहरूमा र ट्रान्जिटिभ भर्बमा फरक हुन्छ नि त जस्तै गो कम होइन यस्तोको हुँदैन कि प्यासिभ अनि यो डाई भनेको यस्तोमा हुँदैन तपाईँले भन्नु खोजेको ठिक हो किनकि यसमा अपरेटिभ सेन्टेन्स भनेको वी युज फोर फोर पर्पोजेस एउटा भनेको ब्लेसिङ अर्को विसिङ अर्को प्रेइङ र अर्को के हुन्छ कर्जिङ हुन्छ तपाईँले भन्नु खोजेको ठिक छ है हो भाइ यो लेख्न सक्नुहुन्छ तपाईँले है अब हेर्छु त यहीँ मे योर इनेमी बी डिफिटेड अनि मैले यो बाई यो चाहिँ ब्राकेटमा राखेको छु इफ यु वान्ट टु राइट यु क्यान राइट है इफ यु डन राइट ल मे योर इनेमी बी डिफिटेड भन्नुभयो मे सक्सेस बी गट बाई यु हो कृष्ण द्याट्स राइट है मे यु लिभ अ लङ लाइफ हो यो भनेको हुँदैन है उन्नति यो भनेको हुँदैन किनकि यो लिप भनेको यो यसमा कुनै पनि अब्जेक्टलाई यसमा जस्तै इफेक्ट परेको हुँदैन त्यही भएर यसमा हुँदैन फुल स्टप यसमा चाहिँ अभियसली फुल स्टप त हुँदैन नि यसमा यसमा हुने भनेकै यही हो एक्सक्लेमेसन मार्क हो है ल अब अर्को हेर्नुहोस् यो मे गड ब्लेस यु छ ल अब यसको बनाउनु त मे गड ब्लेस यु सो वाट विल बी इट्स प्यासिभ भोइस Okay, and be achieve लेख्थ्यो नि may you be blessed may you be blessed good Anup Agya okay Surup Rashid Asmi okay Diksha okay Anam okay Ankit Bivas okay good Slok Rhythm Diksha Ritika Anis that's good Biswas Roshan Krisha, Nitesh. Okay, so I'm so happy that you have a God all. So may God bless you. May God bless you. So it's like you, God is a subject, and you is object. अब ठ्याक्कै प्लेस एक्सचेन्ज गर्नु पर्यो एक्सचेन्ज गर्ने बित्तिकै तपाईँले के गर्नु पर्यो वाउ द्याट्स गुड है ब्राकेटमा बाई गड पनि लेख्नु भएको छ ओके Neeraj, Smriti, Sandesh, hey, thank you so much. And all of you, so your answer is may you be blessed. अब तपाईँले यसमा ब्राकेटमा गड लेख्दा पनि हुन्छ वा नलेख्दा पनि हुन्छ है एन्ड अनदर पार्ट इज गड अल्सो नाउन एज अ भेग शब्द त्यो पनि लेखिँदैन पनि है ल थ्याङ्क यू दिपेश ल दिवेश हो कि दिपेश हो रोहन ल विश्वास ल अनिश थ्याङ्क यू अब यो सक्यो ल यसमा त सायद कन्फ्युजन त छैन होला तपाईँहरूसँग अब यसमा एक्टिभ र यसमा प्यासिभमा वाट आर द डिफरेन्सेस अब डिफरेन्सेस हेरौँ है त र डिफरेन्सेस र सिमिलरिटी हेरौँ न यसको है अब यसको यहाँ हेर्नुहोस् यो मेको मे जस्ताको त्यस्तै छ है विस यु ह्याप्पी म्यारिड लाइफ यो कहाँ यो विस यु आएको अहिले अहिले हामी कहाँ अप्टाइभ सेन्टेन्स पढाएको छौँ त्यही भएर यसरी जानुपर्छ कि के गरिरहेको छ त्यही अनुसार जानुपर्छ नि त अनि रोहन चाहिँ त्यहाँ बी थपिदिनु होला बी अचिभ भन्दा अगाडि बी थपिदिनु होला ल मेको मे भइहाल्यो अब यो गडको ठाउँमा सबैको ठाउँमा के आएको छ भन्दा यहाँ अब्जेक्ट आएको छ होइन अब यो ब्लेसलाई हामीले के गरेका छौँ ब्लेस्ड भनेर भब थ्रीमा चेन्ज गरेका छौँ र योभन्दा अगाडि हामीले के लेखेका छौँ बी भब लेखेका छौँ है ल एकचोटि हेर्नु होला यो ओके ठ्याक्कै है यो एकदम चेन्ज गर्ने हेर्ने पनि मजाले ओके आशिष भन्नाले चेक द्याट नाउ नाउ impersonal passive impersonal passive may they complete the project by tomorrow passive counts okay may they
अभियसली यसको त त्यो भइहाल्यो नि, मे द प्रोजेक्ट बी कम्प्लिटेड भन्ने भइहाल्यो नि त। ल अब यो हेर्नुहोस् त, एक्चुअली इम्पर्सनल प्यासिभ यो अलिकति डिफ्रेन्ट छ अरू भन्दा चाहिँ। सो द्याट्स वाइ ओल अफ यु जस्ट पे अटेन्सन हियर। यसको हुँदैन के, किनकि श्रेयस, ओके श्रेयसी, यिनीहरू भनेको यिनीहरूको भावमा कुनै ऊ हुँदैन कि, अब्जेक्टमा इफेक्ट परेको हुँदैन, त्यही भएर यस्तोमा हुँदैन। ए भोइस इज इजी, गुड आशिष। अब यो पनि हेर्छु ल, हो इजी नै हुन्छ बुझेपछि त एकदम इजी हुन्छ नि त। पिपल बिलिभ द्याट हि इज अ गुड म्यान। अब हेर्नुहोस् है एउटा, पिपल बिलिभ यो एउटा भयो है, पिपल बिलिभ यो एउटा भयो, अनि हि इज अ गुड म्यान यो अनदर पार्ट भयो। ल इट इज बिलिभ भनेर तपाईँले आन्सर लेख्न थाल्नुभएको, द्याट्स सो गुड है, यो राम्रो हो। तर यसको दुईवटा आन्सर हुन्छ र दुईवटा आन्सर कोही कोहीले चाहिँ भनेको छ, द्याट्स राइट, इट हेज अ टु आन्सर। यो एक्टिभ भयो है, एउटा एकदम ध्यान दिने, यो बिलिभ भनेको चाहिँ यो भप वानमा छ है, अनि हि इज अ गुड म्यान भनेको छ। अब एक्चुअली हि इज, ओके हि इज बिलिभ टु बी अ गुड म्यान भनेको छ, गुड। ओके अरू पनि इट इज बिलिभ द्याट हि इज अ गुड म्यान, भेरी गुड। ल यसको हेर्नुहोस् त, यो बिलिभको ठाउँमा से पनि हुनसक्छ, जस्तै पिपल से द्याट हि इज अ गुड म्यान पनि हुनसक्छ है। अर्को हेर्नुहोस् यो थिङ पनि हुनसक्छ, पिपल थिङ्क द्याट हि इज अ गुड म्यान, यो पनि हुनसक्छ। हो निता, ओके नितु हो, थ्याङ्क यू सो मच है, गुड अनिश। अब हेर्नुहोस् यो भनेको प्रेजेन्ट टेन्स हो, तर यो पास्ट टेन्समा भयो भने के हुन्छ त्यो पनि बुझिराख्नुपर्छ। इज अ प्रेजेन्ट टेन्स है। अब यो इजको ठाउँमा एम पनि हुनसक्छ, इजको ठाउँमा आर पनि हुनसक्छ। जस्तै पिपल बिलिभ द्याट दे आर भन्ने पनि हुनसक्छ, पिपल बिलिभ द्याट आई एम पनि हुनसक्छ। त्यसैले यसलाई ध्यान दिने, इज एम आर है, यो भनेको प्रेजेन्ट टेन्स भयो। अब प्रेजेन्ट टेन्समा के हुन्छ, हि इज बिलिभ टु बी ए गुड म्यान, हो बाई पिपल हुँदैन, बाई पिपल चाहिँ नलेख्नु होला ल। इट इज बिलिभ द्याट हि इज अ गुड म्यान, पासमा वाट्स वेरी गुड, इट इज बिलिभ द्याट हि इज अ गुड म्यान। अब यसमा ध्यान दिने, यो पिपल बिलिभलाई हामीले के गरिरहेको छौँ, इट इज बिलिभड भनेर लेखिरहेको छौँ, हेर्नुहोस् है, यो पिपल बिलिभलाई हामीले के गरिरहेको छौँ, इट इज बिलिभ गरिरहेको छौँ। अब यो इज कहाँबाट आयो र कसरी आयो भन्ने हुन्छ। बिलिभ इज अ भगवान, अनि भगवान हुने बित्तिकै यसको विभवहरू के हो, एम एच आर हो। अब त्यही भएर यसमा के आएको छ, इज आएको छ, यो हेर्नुहोस् है। त्यस्तै साह्रो छ, हामीले यसलाई सेम गरिदिएको छौँ है, सेम गरिदिएको छौँ। एनी डिफरेन्स, नो डिफरेन्स। तर यसको अर्को पनि हुन्छ आन्सर, त्यो कसरी गर्ने भन्दाखेरि, हि इज बिलिभ टु बी अ गुड म्यान, गुड, हि इज बिलिभ टु बी अ गुड म्यान, विज्ञान, द्याट्स राइट, हि इज बिलिभ। ओ यो पनि हुन्छ, यसको दुईवटा हुन्छ नि त, एउटा यो हो प्यासिभ, अर्को यो हो प्यासिभ, तपाईँसँग दुईवटा प्यासिभ छ। अब तपाईँलाई यसमा कुन चाहिँ सजिलो लाग्छ, गुड अनिस, हि इज बिलिभ ओर इट इज बिलिभ है, तपाईँलाई कुन सजिलो लाग्छ तपाईँले एउटा चुज गर्ने हो। अनि अर्को भनेको तपाईँको इन्ट्रान्समा अप्सन हुन्छ, त्यो अप्सन मध्येमा एउटा अप्सन हुनु पनि सक्छ यो दुईटा मध्येमा, त्यो पनि हेर्नु होला है। यो भनेको हामीले प्रेजेन्ट टेन्सको कुरा गरिरहेको छौँ है, तर पास्ट भयो भने चाहिँ के हुन्छ त्यो पनि हामीले बुझ्नुपर्छ। अर्को पास्ट भयो भने के हुन्छ, अर्को यो प्रेजेन्ट छ तर यो पास्ट छ भने के हुन्छ त्यो पनि बुझ्नुपर्छ है। कहिलेकाहीँ यो दुइटै पास पास हुनसक्छ, अहिले जुन चाहिँ दुइटै प्रेजेन्टमा छ, तर यो प्रेजेन्टमा हुन्छ भने यो पासमा पनि हुनसक्छ है, त्यो पनि हामीले एकदम ख्याल गर्नुपर्छ। ल ओके रेडी, ल अब यसमा के कन्फ्युजन छ कसैसँग। अब यसमा चाहिँ हामीले के गरेका छौँ, हि इज बिलिभ टु बी अ गुड म्यान। अब हामीले यसलाई कसरी गर्यौँ त्यो हेर्नुहोस् है, यो हिलाई हामीले यहाँ तानेको छौँ, हि इजलाई यहाँ ल्याएको छौँ होइन, अनि के गरेका छौँ, यो बिलिभलाई बिलिभ भ पार्टिसिपल गरेका छौँ, अनि अ गुड म्यान पछि हामी के गरेका छौँ, टु बी थपेर अ गुड म्यान लेखिदिएको छौँ। People believe that he is a good man. He is believed to be a good man. यो भयो है।
It is said that he is a good man. Good. अब मैले यसमै people say that he is a good man भन्नु के हुन्छ? It is said that he is a good man or he is said to be a good man भन्ने हुने भयो. तर फेरि मैले मैले एउटा यहाँ लेखिदिन्छु त्यसपछि तपाईहरु गर्नु होला त ल. People believe that he was a good man. ल यसको के हुन्छ? Live class को title. It's going on है voice गइरहेको छ. It was believed that he was a good man. Good उमङ्ग. एउटा मात्र लेख्दिनु ल उमङ्ग जी. He was believed to be a good man. Good. ल. Okay, it was believed. Okay, it was believed to be a good man. Good. किनकि यो past हो. यो पनि के भयो त पास्ट टेन्समा गयो नि त हैन पास्ट टेन्समा हुने बित्तिकै के आयो त वाज भन्नुभएको छ ओके अनिस द्याट्स राइट ल अनुप देवेश कृष्ण प्रतीक ओके रितिमा सृजना विश्वास दीक्षा ओके रिदम अमन गुड प्रज्वल मनोज रितिका ओके द्याट्स राइट ही वाज बिलिभ टु बी गुड म्यान ओके एन्ड अर्को छ इट वाज बिलिभ द्याट ही वाज अ गुड म्यान गुड ल he was believed that's right है तर एक दुई जनाले is लेखिदिनु each लेखिदिनु भएको रहेछ don't write is okay because it is in a past tense that's why follow that okay ल अब हेर्नुस् त्यसको it was believed that he was a good man he was believed to be a good man तपाईले भनेकै आन्सर राख्नुस् ल that's right he was believed to be a good man okay त्यही हुन्छ जस्तै मैले भने नि त यो बिलिभको ठाउँमा से भएको भए वा बिलिभको ठाउँमा थिङ भएको भए के हुन्छ जस्तै यहाँ हेर्नुहोस् त पिपल थिङ्क द्याट हि इज अ गुड म्यान भयो भने के हुन्छ थिङको भर्ब के हुन्छ थट इट इज अ थट द्याट भन्ने भयो अब यहाँ पनि के हुन्छ हि वाज अ थट भन्ने भयो है त्यसमा के हुँदैन गुड सौमिका द्याट्स राइट अब यहाँ हेर्नुहोस् त यो बिलिभ छ अब यसको ठाउँमा के हुन सक्छ सेड हुन सक्छ यहाँ बिलिभ छ यसको ठाउँमा के हुन्छ थट हुन सक्छ अब यहाँ वाच छ यसको ठाउँमा वेयर पनि हुन सक्छ जस्तै पिपल बिलिभ द्याट यु वेयर यहाँ यु आयो भने यहाँ के हुन्छ वेयर हुन्छ यो दुवै के भयो त पासमा भयो है इट्स अ पास्ट टेन्स एकदम सजिलो छ है यसमा केही फरक छैन जस्तै he was believed to be a good man it was believed that he was a good man यसमा के कन्फ्युजन छ छैन हैन अब हामीले यो दुईटामा फरक के छ let's have the difference people have a say that the car okay यो छुट्टै आउँछ एकछिनमा अब यो दुईटा के गर्ने त what are the differences भन्दाखेरि चाहिँ it is in a past present tense and it is in a past tense अब यो present tense मा छ भने एमी 4 हुन्छ भने past tense मा के भयो भन्दाखेरि was र were को प्रयोग हुन्छ अब यसमा in a present tense believe say र think हुन्छ भने past मा के हुन्छ believed said and thought हुने भयो है tense फरक छ good okay, if I okay da. Where if I were you हुन्छ ल यसलाई प्लुरल बनाउन हो ठिक छ ल जस्तै यो हिको ठाउँलाई पक्नै एक्चुअली मैले यहाँ लेखेँ इम्पर्सनल भनेर ठ्याक्कै लेखेँ ल people say that he was a good man यो प्रेजेन्ट र पास्टको अब आउँछ है ल मैले प्लुरल बनाएँ यसमा है ल people okay say that they are heroes ल ल यसको के हुन्छ people say that they are heroes it is a say that they are heroes okay they are said to be heroes wow that's right it is say that they are heroes oh यही त हो नि or they are said to be heroes ल okay they are said to be heroes good or it is said that they are heroes oh यही त हो अब यसमा कुनै फरक त छैन it is say that good unique Srishti Monica Prajwal Ritika Nisha Ritika okay Vijeta okay Aman Dilip Sandesh Nisha Anish okay extra Sony
दीक्षा, नितेश, दिलीप, सञ्जित, सन्देश है विवश द्याट्स सो गुड दे आर said to be heroes good ऋतिक नितेश निशान है विश्वास सन्देश न्यासा रोशन्स द्याट्स राइट यो राम्रो तपाईँले भन्नुभएको आन्सर राम्रो छ अब यही सेलाई मैले एसएआइडी सेड गरिदियो र यही आरलाई मैले डब्लुइआरई वेयर गरिदियो भने के हुन्छ दे द पिपल से द्याट दे वेयर हिरोज अब यसलाई के हुन्छ दे वेयर से टु बी हिरोज विश्वास द्याट्स राइट जस्तै आरलाई वेयर गरिदिने हो अब इजलाई वाच गरिदिने जस्तै इट वाज said to be it was said that they were heroes ओ यही त हो नि सोनिया दीपक युनिक द्याट्स राइट रचना इट्स सो गुड है थ्याङ्क यू all of you for your correct answer है and for replying ल अब यो भयो पास्टमा हुँदा के हुन्छ र प्रेजेन्ट हुँदा के हुन्छ वी गट द्याट तर एउटा पास्टमा छ र एउटा प्रेजेन्टमा छ भने देन हाउ टु सल्भ द्याट भन्ने हुन्छ नि त जस्तै यो हेर्नुहोस् त पिपल से द्याट यो भनेको प्रेजेन्ट टेन्समा भयो पिपल से भनेको यो प्रेजेन्ट टेन्स भयो है अब यो सेको ठाउँमा बिलिभ पनि आउन सक्छ बिलिभ यो प्रेजेन्ट टेन्समा आउन सक्छ वा थिङ्क पनि आउन सक्छ यसरी है अब यो हेर्नुहोस् त यो पार्ट त के छ यो पार्ट त हाम्रो पास्ट हो नि त हि वाज भने इट इज से द्याट हि वाज गुड म्यान हो यसको अलिकति फरक छ है यसको अलिकति फरक छ त्यो एकदम ध्यान दिनु होला है यसको अलिकति फरक छ अब हेर्नुहोस् यो भनेको प्रेजेन्ट टेन्स भयो यो भनेको पास्ट टेन्स भयो अब यो वाचको ठाउँमा वेयर पनि आउन सक्छ इफ देयर इज अ चेन्ज इन अ सब्जेक्ट जस्तै यहाँ हि छ र यहाँ वाच आयो तर यसमा के गरे यु आएको भए यहाँ के हुन्थ्यो वेयर हुन्थ्यो नि त जस्तै हि वाच यु वेयर दे वेयर भन्ने हुन्छ नि त है अब हेर्नुहोस् यसको चाहिँ के हुन्छ फरक वाट इज द डिफरेन्स भन्ने हुन्छ यसमा हुन्छ टु ह्याभ प्लस भाव थ्री 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 अब यो वाचको भाव थ्री के हो वाच र वेयरको भाव थ्री के हुन्छ अनिश द्याट्स करेक्ट है द्याट्स 100% गुड अभिनन्दन अमन द्याट्स राइट है बिन हुन्छ द्याट्स सो गुड भाव थ्री भनेको बिन हुन्छ बीको भाव थ्री बिन द्याट्स सन्ध्या सृजना है थ्याङ्क यू सृष्णा सरी तृष्णा थ्याङ्क यू सो मच सोनी नितु यु ओल आर सो गुड है हो यसरी नै अपडेट गरिराख्ने है यु आर सो गुड ल प्र्याक्टिस भइरहेछ ल अब हेर्नुहोस् यसमा के फरक छ भन्दाखेरि यो प्रेजेन्ट टेन्समा भयो एन्ड इट इज इन द पास्ट टेन्स द्याट्स वाइ यसमा के हुनुपर्छ टु ह्याभ प्लस भाव थ्री हुनु पर्यो अब हेर्नुहोस् त यसको इक्जाम्पल हि इज said to have been a good man द्याट्स राइट दिपासा द्याट्स राइट अब यो कसरी भयो लेट मी एक्सप्लेन है पिपुल सेलाई हामीले के गरेका छौँ भन्दाखेरि यो हिलाई यहाँ अगाडि ल्याएर यो प्रेजेन्ट टेन्स हो त्यसैले के गरेका छौँ इज सेड गरेका छौँ है इज सेड गर्दछौँ अब यो वाच पछिको यो पार्ट छ नि वाज अ गुड म्यान यो पार्ट छ नि यसलाई के गरेका छौँ टु ह्याभ बिन भनेर यसरी लेख्दैछौँ कि हि इज सेड टु ह्याभ बिन अ गुड म्यान भन्ने भयो अझै पनि तपाईँहरू कन्फ्युजनमा हुनुहुन्छ होला जस्तै एउटामा चाहिँ इज भयो फेरि अर्कोमा चाहिँ कसरी ह्याभ बिन आयो भने तपाईँलाई कन्फ्युजन होला लेट मी क्लियर इट अगेन है म एक्चुअली फेरि यसलाई एक्सप्लेन गर्छु लिसन टु मी वेल अब हेर्नुहोस् है पिपल से द्याट हि वाज भनेको छैन अब यो हिलाई हामीले अगाडि ल्याएको छौँ यदि यहाँ यु छ भने युलाई पनि हामीले यहीँ ल्याउँथ्यौँ यु भन्ने कुरा भयो अब हाम्रो के छ यो सब्जेक्टलाई यहाँ ल्याएपछि अब भर्ब चाहिँ कसरी युज गर्ने भन्दा यो अनुसार युज गरेको छौँ से बिलिभ थिङ छ यो भनेको प्रेजेन्ट टेन्स हो प्रेजेन्ट टेन्सको के हुन्छ बी भर्ब एम इच आर हुन्छ अनि हि टेक्स इच अनि यो सेलाई हामीले सेड गरिदिएको छौँ अनि त्यसपछि यो पार्टमा चाहिँ अब यो पार्टमा वाज अ गुड म्यान त्यसलाई हामीले के गर्छौँ टु ह्याभ प्लस भर्ब थ्री भनेको छ यो भर्ब थ्रीलाई वाजको भर्ब थ्री बिन गरेको छौँ यसरी नै अब यो पिपुल यसमा काम छैन यसको पिपुलको द्याटको यसमा काम छैन है यसरी हुन्छ
आर लेख्ने हो यु भयो भने आर लेख्ने जस्तै people say that you were a good man okay you are said to have been a good man भन्ने हुन्छ है अब यो बिन कसरी आयो भर्ब थ्री कसरी भयो भन्ने तपाईँलाई लाग्छ होला होइन यो वाचको छ नि यो वाचको भर्ब थ्री भनेको बिन हो जस्तै बी भनेको भर्ब वान भर्ब टू भनेको वाच वेयर भर्ब थ्री भनेको बिन भइहाल्यो भर्ब फोर भनेको बिङ हुन्छ र भर्ब फाइभ भनेको एमएचआर हुन्छ चेन्ज इन्टु सेट हो किन सेलाई चाहिँ सेटमा चेन्ज गरेको छ भनेको छ है जस्तै अब यसलाई त प्यासिभ बनाउनु पर्यो नि त प्यासिभमा त एउटा न एउटा भर्ब त हामीले भर्ब गर्नुपर्छ यसमा त्यसैले यसलाई फेरि हामीले यसरी चेन्ज गरेको छौँ है अब यसलाई पनि हामीले भर्ब थ्री बनाएको छौँ यो किन भन्दाखेरि चाहिँ यो भनेको यो पार्ट प्रेजेन्ट भयो र यो पार्ट भनेको पास्ट भयो त्यसैले गर्दा इट इज सेड टु हेभ बिन अ रियली गुड प्रोडक्ट हो गुड है ल अब क्वेसन त छ मसँग ल यसको हेर्छु ल people think that he lived in the USA people think that he lived in the USA अब यसको हेर्छु वेयरको भइहाल्छ नि आउँछ बसन्त ल यसको एक्चुअली हेर्नुहोस् त he is थिङको थट हुन्छ नि he is thought to have बिन चाहिँ नलेखिदिनु न बिन त यो भर्ब थ्री पो हो भनेर लेखिदिएको अब यसको भर्ब थ्री के हुन्छ he is thought to have lived in the USA good Nitu okay सृजना Aditi okay Aditi okay sorry Aditi Anish NASA Susil okay Sony Sandhya Ramit okay Unique म त यहाँ नाम पढ्यो okay श्लोक रोहन सन्देश okay Abhinandan Aman Dipa Susil Ritika okay you all are doing so great स्मृति ल सबैको मिलिरहेछ है दीक्षा प्रज्वल विवश रिदम ल ऋतिका ओके विजेता ओके देवेश अस्मी ओके सुनिल ओके दीक्षा ओके श्रेयसी ओके समीप लिभिङ चाहिँ नगरिदिनु होला द्याट्स राइट ओके नेक्स्ट क्वेसन शर्मा द्याट्स राइट है तपाईँले राम्रो गर्नुभएको छ पिपुल थिङ्क द्याट यो थिङ भनेको प्रेजेन्ट टेन्स भयो अनि यु लिभ इन अब यो हिलाई हामीले ठ्याक्कै अगाडि ल्याउने यहाँ लेख्ने ल भयो थिङ इज अ भवन भवनको विभव के हो एमइचआर हो हिले के लिने भयो इज लिने भयो थिङलाई के गर्नु पर्यो थट गर्नु पर्यो ल थट भयो थट है हि इज अ थट भयो अब हामीले यो द्याटलाई क्रस गरिदिने पिपललाई क्रस गरिदिने किन हामीलाई चाहिँदैन यो अब यो लिभ छ यति पार्ट के गर्नु पर्यो टु ह्याभ भइहाल्यो टु ह्याभ भइहाल्यो अब यसको भर्ब के हुन्छ ह्याभ लिभको लिभ नै भइहाल्यो टु ह्याभ अ लिभड भनेर अर्को इन द युएसए भनेर यसरी लेख्दिने ओके युएसए ल यही त नि पार्ट has been किन हुँदैन has been किन हुँदैन नखाएको ओके नभएको भनेको छ ओके has been नलेख्ने जस्तै टिओ टू पछि जहिले पनि भवन आउँछ नि है टू पछि जहिले पनि भवन आउँछ वी नो दिस अब टिओ टू पछि has लेख्न मिल्दैन टू has भन्न मिलेन किन भन्दाखेरि has is not a भवन इट्स अ भर्ब फाइभ अब यसको के हुन्छ यो गल्ती हुन्छ अब के हुनुपर्छ टु ह्याभ आउँछ है अब यसलाई पर्फेक्ट बनाउनलाई के गर्नु पर्यो भन्दाखेरि टु ह्याभ पछि भर्ब थ्री थपिदिएको हो है किनकि यो भनेको सिम्पल पास्ट हो सिम्पल पास्टलाई पर्फेक्टमा चेन्ज गरेको हो कि ल इट इज थट सर लिभिङ हुँदैन लिभिङ हुँदैन किन भन्दाखेरि हामीले यो यसलाई चाहिँ भर्ब थ्रीमा चेन्ज गर्नुपर्छ नि त हेर्नु त टु ह्याभ पछि हामीलाई भर्ब थ्री चाहिन्छ भर्ब फोर होइन त्यही भएर ओके ल ठिक छ इट इजमा चाहिँ नगरिदिनु होला किनकि यो छुट्टै पार्ट हो अब तपाईँले यो इम्पर्सनल र प्यासिभमा है एक्चुली म भन्छु राम्रो याद गर्नु होला इम्पर्सनल प्यासिभमा तपाईँले कति प्रकारको डिस्कस गर्नुभयो हामीले एउटा फ्युचरको सरी एउटा प्रेजेन्टको एउटा पास्टको अर्को भनेको प्रेजेन्ट र पास्टको दुईटा मिलाएर जम्मा तीनवटा हामीले डिस्कस गर्यो है अब यति मध्येमा तपाईँलाई झुकाउने धेरै सम्भावना छ एउटा यसले पनि झुकाउन सक्छ है क्वेसनमा यो राखेर तपाईँको वा प्यासिभ बनाएर तपाईँलाई एक्टिभ पनि चुज गर्न लगाउँछ त्यही भएर यसमा झुकिन सक्छ किन भन्दाखेरि यसमा सुरुमा ओके प्रेजेन्ट हुन्छ भने पछाडि यसमा पास्ट हुन्छ
तपाईँले क्वेसन पढ्दाखेरि सुरुलाई मात्रै ध्यान दियो भने फेरि त्यसमा रङ हुन्छ। ह्याभ बिन किन भएन? ए ह्याभ बिन किन भएन म एक्चुली भन्छु है। हामीले टु ह्याभ पछि छ नि, टु ह्याभ पछि भब थ्री लेख्नु थियो, त्यही भएर यो वाचलाई, यसको भब भनेको वाच हो, हि वाच भनेको यो वाच भनेको भब हो, त्यही भएर यो वाचको लाई हामीले भब थ्री बनाउँदाखेरि बिन भएको हो है वाचलाई भब थ्री बनाउँदा बिन भएको हो। तर यहाँ अलरेडी भब थ्री छ कि यसमा वाच छैन, त्यही भएर हामीले यसमा टु ह्याभ पछि लिप लेखेको हो डाइरेक्ट, यसलाई हामीले बिन लेख्नु परेन है। यो हेर्नु होला एकचोटि। ओके, यसमा धेरै क्लियर भयो ल। ल यसबाट गए, इट इज थ पिपल से, ओके इट इज थट द्याट हि वाज लिभड इन, नै यो नगरिदिनु होला ल। इज थट टु हेभ लिभड इन द युएसए भयो ल। यसलाई पनि मैले इरेज गरेँ, अब यो चाहिएन ल। इट्स डन नाउ, डन डन ल। ओके, अब यसको ल प्र्याक्टिस त गर्नु पर्यो ल। all of you now be ready to answer. People believe that, okay, you issue, they say that I'm a talent, I'm said to be talented. Oh my god, how fast Rohan, that's so good के एकैछिन प्रायः सुन्नु पाएन हो यो हो नि त। Thank you so much. Okay, I'm okay. That's good. That's good. Anish, Aman, Deepak, okay, Rami, Rosin, the Antini issue. तपाईँहरूको नाम फेरि यति धेरै छ नि स्टुडेन्टहरू, अनि नाम पढ्नै गाह्रो हुन्छ। ओके, युनिक, निशा, स्वरूप, सन्ध्या, युनिक, तर केही नामहरू चाहिँ एकदम फेमिलियर भइसकेको छ, जस्तै अनिस भयो होइन, अनि प्रज्वल भयो, अनि विवास भयो होला, यिनीहरू भनेको उहाँहरू भनेको एकदम आन्सर दिइरहन्छ, त्यही भएर नाम चाहिँ याद हुन्छ है। सृष्टि, रिदम, ओके ओके, दिपसा, उज्जवल भयो, ओके विजेता। ओके, इट इज बिलिभ द्याट आइ एम अ ट्यालेन्ट पनि भन्नुभएको छ, बिलिभ चाहिँ होइन, यसमा सही छ, त्यसैले सही गर्दैछु होला भाषा। ओके, thank you, Nisa, Bunny, Samif. That's so good. You all are right. I'm so happy. Okay, Slog, Ritika, thank you, eh? Thank you, all of you. यसको आन्सर त्यही हो। I was, ए सरी, मसँग त अप्सन रहेछ नि, कम अन, मसँग अप्सन रहेछ, यसको अप्सन भनेको त। They say that I'm a talent. I was said to be talent, or I'm said to be talent. ल सी भन्नुभएको छ। कम अन, मैले यसको स्लाइड हेरेको थिएन ल। Thank you. ल, all are right. The answer is a C. Thank you. है तपाईँले सुरुमै गरिदिनु भएको छ, that's why its answer is a C. अब अर्को हेर्छु, why are you fooling me? fooling me को यसको यो डबल एल हुनु पर्ने है ल। Why are you fooling me? यसको हेर्छु, C is right है, सबैको मिलेको छ, C is right, C is right, C is right. Why are you being pulled, or why am I pulled by you, or why are you pulled by me, or why am I being pulled by you? यसको के हुन्छ? यो दोस्रोको ध्यान दिएर भन्नु होला है। ल डी 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 भन्नुभएको छ, द्याट्स सो गुड। Some are saying C and some are saying D है। यो C र D मा कन्फ्युज छ र। why am why am I pulled by you, why am I being pulled by you? अब यसको राइट के हो ल। थ्याङ्क यू all of you है, मैले तपाईँहरूको आन्सर सबै पाएँ, नाम चाहिँ पढ्न पाइँदैन, इट्स गोइङ लाइक दिस है, इट्स लाइक रेनफल। त्यही भएर चाहिँ अप्सन सी भनेको छ कसैले, कसैले अप्सन डी भनेको छ। अब नाउ चेक युर सेल्फ है। Your pulling is what? Verb 4. And R is here. That's why it's a present continuous. Present continuous tense. And present continuous. Continuous means having a verb 4. So what is the verb 4? Be verb 4. Be verb 4. That is a being. So what is the right answer? This. Why are you pulling me? Why am I being pulled by you? So option D is correct. Option D is correct. Thank you all of you for your beautiful answer. Now check this.
May you win the race. May the race won. May the race be won by you. Or may you be won. Or may the race been won. Which is right? Okay, I can see, I can see, I can see. Actually, हेर्नु होला तपाईँहरूको यति धेरै कमेन्ट आएको छ नि ओ माई गॉड इट्स लाइक अ बूम ल सी 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 भन्नुभएको छ all are saying C may you win the race may the race won or may the race be won by you may you be won or may the race been won ल त्यही भएर यस्तोमा एकदम ध्यान दिने ओके all are saying है करेक्ट आन्सर नै भन्नुभएको छ एभ्री वान ओके कसैको यसमा तर कसरी डी भनिदियो ल ठ्याक्कै त्यही भएर चाहिँ यु निड टु के रिड द भेरी वेल के रिड भेरी वेल तपाईँको त्यही भएर हतार गर्नु हुन एक्चुली यु विल हेभ अ लेस टाइम है तपाईँसँग छोटो समय हुन्छ छोटो समयभित्र तपाईँले टिक लगाउनु पर्ने हुन्छ त्यही भएर मे यु विन द रेस यु सब्जेक्ट भयो द रेस अब्जेक्ट भइहाल्यो यसको बी भब के हो बी भब इज बी भइहाल्यो अब यसमा बी भब बी कहाँ छ यसमा नै छ है यसमा पनि छ अब विच इज राइट हि लिभ्स इन युएसए यस्तो हो के तपाईँ हि लिभ्स इन युएसए को चेन्ज हुन्छ कि हुँदैन भन्नुभएको छ त्यसमा हामीले सुरु के थियो त्यो हेर्नु त एकचोटि यो लिभ गो यिनीहरू भनेको ट्रान्जिटिभ इन्ट्रान्जिटिभ भएको यिनीहरूको हुँदैन कि तर सुरुको चाहिँ के भयो भन्दा जस्तै अब फेरि बाहिर जानुपर्छ पछाडि जानुपर्छ एकचोटि त्यो हेरिदिनु होला है अहिले तपाईँले फोटो पाउनुहुन्छ स्लाइड सबै पाउनुहुन्छ त्यो हेरिदिनु होला है नै अहिले त मिल्दैन आदित्य हो कि आदित्य हो अहिले चाहिँ मिल्दैन नि तपाईँले पाउनुहुन्छ स्लाइड है चिन्ता नगर्नु ल यसको राइट आन्सर हुन्छ सी मे द रेस बी ओन बाई यु द राइट आन्सर इज अ सी है द राइट आन्सर इज अ सी द्याट्स राइट ल अर्को पनि छ होला ए अर्को छैन यति रहेछ ल आई विल ब्रिङ द लट्स अफ क्वेसन्स म धेरै क्वेसनहरू लिएर आउँछु पछि सो इट विल बी हेल्पफुल टु यु डोन्ट वरी ल यु विल नट स्पिक अ वर्ड A word will not be spoken by him. I got all correct. La, thank you, eh? 200 question, when it's 200 questions, I will bring the lots of questions, eh? That will be easy for you. La. अब मोडल एक्जुलेटिभ भबतिर जाउँ आजको यो टपिक नै हाम्रो लास्ट हुन्छ है मोडल एक्जुलेटिभ भबको टपिक नै असाइनमेन्ट दिदिनँ म तपाईहरु आफै प्र्याक्टिस गर्नु होला ल यो हेर्नुस् एकचोटि can could will would shall should may might ought to must have to is okay rumored to have been being made तपाईको आन्सर राम्रो भएको छैन क्वेसन लेखेको छ नि ल डोन्ट वरी पास डोन्ट वरीको पास यसको हुँदैन के तपाईहरु ट्रान्जिटिभ र इन्ट्रान्जिटिभ भर्ब सुरुमै पढाएको मैले झन् त्यही भएर सजिलो हुन्छ भनेको ल यो ह्याभ टु र ह्याज टु यिनीहरू जहिले पनि सँगै हुन्छ है ओके यो ह्याभ टु र ह्याज टु जहिले पनि सँगै हुन्छ तपाईले एक्चुअली हेर्नु होला क्यान कुड विल वुड स्याल सुड मे माइट आउट टु पनि छ यसमा आउट टु पनि छ अनि मस्ट छ गोइङ टु छ ह्याभ टु छ तर एउटा कुरा याद गर्नु होला यो ह्याभ टु र ह्याज टु यिनीहरू जहिले पनि सँगै हुन्छ है ओके यो एक्चुअली ध्यान दिनु होला लेट ओपन द डोर यो सेन्टेन्स नै भएन कि तपाईँको कि त लेट मी ओपन द डोर हुन्छ कि त लेट डोर बी ओपन हुन्छ तर लेट ओपन द डोर हुँदैन ल एक्चुअली यो गोइङ टु हेर्छु यो गोइङ टु चाहिँ किन यहाँ भएको भन्दाखेरि चाहिँ यो ड पछि गोइङ टु छ नि किन भन्दा यो भन्दा अगाडि यसमा एमई चार पनि हुनसक्छ जस्तै आई एम गोइङ टु भन्ने पनि हुनसक्छ वा ही इज गोइङ टु पनि हुनसक्छ वा ही वाज गोइङ टु पनि हुनसक्छ वा दे वेयर गोइङ टु पनि हुनसक्छ यो त्यही भएर मैले लेखेको है ओके कौशलजी तपाईँहरू पनि कौशलजीले भन्नुभएको छ हि राइट्स विथको पेनको के हुन्छ भनेको छ जस्तै हि राइट्स विथ पेनको के हुन्छ भनेको छ विथ पेन भनेको छ होइन ल हि राइट्स विथ पेन तपाईँलाई प्यासिभमा चेन्ज गर्नु छ भने पहिला सुरुमा यु निड टु फाइन्ड आउट एन अब्जेक्ट अब यसमा एन अब्जेक्ट कुन हो यसमा एन अब्जेक्ट नै छैन अब्जेक्ट नै छैन कि यसमा हि राइट्स विथ पेन यो विथ पेन होइन यो अब्जेक्ट
यसमा अब्जेक्ट नै छैन, अब्जेक्ट नभएपछि कसरी बनाउने? तपाईँलाई त अब्जेक्ट चाहियो नि त बनाउनलाई, प्यासिभ बनाउनलाई, यसमा अब्जेक्ट नै छैन। अब यसमा अब्जेक्ट के हुन सक्छ? हि राइट्स, ल अ पोम भयो, ल हि राइट्स अ पोम विथ पेन हुन सक्छ। अब यो भयो भने चाहिँ के हुन्छ? अ पोम, अब यो राइट्स भनेको भब फाइभ हो, त्यसैले भब फाइभको के हुन्छ? एमई 4 हुन्छ। अब एमई 4 मध्येमा अ पोम इज अ सिङ्गुलर, सो यसले इज लिने भयो, राइट्सलाई हामीले भब 3 गर्ने भयो, रिटर्न अ पोम इज रिटर्न। अब तपाईँले के गर्नु पर्ने हुन्छ? बाई हिम विथ पेन भन्ने हुन्छ कि। ओके, हो त्यसरी हो। ओके, अर्को छ पोम इज रिटन हो, द्याट्स गुड कि। तपाईँ हामी यसमा चाहिँ ख्याल गर्नुपर्छ कि अब्जेक्ट भएन भने देयर इज नो प्यासिभ भोइस। अब्जेक्ट चाहिन्छ, अब्जेक्ट भएन भने हुँदैन है। अनि त्यस्तो भबहरू तपाईँलाई सोद्धा नि सोध्दैन, यस्तो सेन्टेन्सहरू तपाईँको उमा के भन्छ इन्ट्रान्समा यस्तो कुराहरू सोध्दैन। क्वेसनहरू भेरिफाइड नै हुन्छ है, भेरिफाइड भएर आएको हुन्छ। ल ल एकचोटि हेर्नु होला ल। ल भगवान हुन्छ है यिनीहरूको सबै पछि, जस्तै क्यान पछि पनि भगवान हुन्छ, म खालि डाइभर्ट हुन्छु क्या। अनि ल क्यान पछि भगवान हुन्छ, कुट पछि भगवान, यो सबै मोडल एक्जुलरी भब पछि भगवान हुन्छ। अब यो भगवानलाई के गर्नुपर्छ? हामीले यो भएको भगवानलाई के गर्नुपर्छ भन्दा यसलाई हामीले भब 3 मा चेन्ज गर्नुपर्छ। अनि फेरि यसको बी भब चाहिँ के हो त? वी निड बी भब, विदाउट बी भब त हुन्न। हाउ मेनी बी एक्चुअली भब्स आर देयर? खास गरी यो मेन चाहिँ यो हो, तर सबहरू धेरै सक्छ। जस्तै यो गोइङ टु पनि यो सब हो, सब मोरल एक्चुअली भब हो, यो पछि थपेको हो है। यो खास गरी आफैमा चाहिँ मोरल एक्चुअली भब होइन। गुड। अब यो हेर्नुहोस् त, हि इज गोइङ टु कम्पोज अ सङ। तपाईँको हाम्रो यहाँ बी भब भनेको चाहिँ बी हो है, यो बी हुन्छ बी भब। ल he is going to compose a song. ल okay, Vishal, that's good. Sunil, okay, Sony, Ramit, Tejas. Okay, it's so good. Anurag, Akirti, Sunil. Okay, Sadiksha, Aman, Vishwas, Garima. Okay, I like your answer, eh? All of you, you are sending me the good answers. Visita, unique. Okay. Nitesh, that's so good. Okay, ल भइहाल्यो नि त यति भएपछि। अब मैले भनिहालेँ नि त यहाँ गोइङ टु भन्दा अगाडि डडर छ, किन भन्दा यो डडरको ठाउँमा एमई 4 पनि हुनसक्छ वा वाच वेयर हुनसक्छ भनेर मैले भनेको थिएँ। अब यहाँ हेर्नुहोस् है, यो इज हुने बित्तिकै के भयो? इज भनेको एमई 4 हो भनेर बुझ्नुपर्छ। हि इज वाट? सब्जेक्ट। अ सङ इज वाट? एन अब्जेक्ट। अब ठ्याक्कै हामीले यसो चेन्ज गर्ने। Your answer is good, है। अब के हुन्छ यसको? A song is going to be composed by him. बी भब यहाँ आएको छ, बी भनेर। अनि हामीले यो कम्पोजलाई हामीले के गरेको छौँ? भब पार्टिसिपलमा चेन्ज गरेको छौँ, कम्पोज्ड भनेर है। द्याट्स सो गुड है जेनिस, सरी जेसिस, जेसिस। ल सायुसमा द्याट्स गुड है। दीक्षा, अ सङ इज के भनेको मतलब पिपल से द्याट ही हेज बिकम अ गुड म्यान। यसको त्यही त हो नि, त्यही हो। इट इज अ से द्याट ही हेज बिकम अ गुड म्यान, त्यही लेखिदिनु होला। नेक्स्ट भनेको छ, ल चेक द नेक्स्ट। वी क्यान सल्भ इट, वी क्यान सल्भ इट। अब यो भगवान सबलाई हामीले केमा चेन्ज गर्नुपर्छ? भब 3 मा। ओके, इट क्यान बी। ओके, आई वन्ट टेल द आन्सर। ल ल रमित, स्वरूप, श्लोक, युबिन, विश्वास, ओके, सुनिल, कौशल, दीक्षा, okay, Attu, Nirmal, Ritik. Okay, tell me the okay answer. So you have sent me the good answer. Okay, Prozal. Yeah. You all are good. Like, okay, it can be solved by us. That's right. It can be solved by us. अब यो we को ठाउँमा हामीले ठ्याक्कै it लेखेका छौँ, just we exchange है। अनि क्यानलाई क्यान लेखेका छौँ, क्यान भनेको एक्जुलरी मोडल एक्जुलरी भएपछि हामीले बिई बी भब लेखेका छौँ यहाँ हेरिस्यो। अनि त्यसपछि यो सल्भ भबलाई हामीले सल्भ भब 3 मा चेन्ज गरेका छौँ। इट क्यान बी सल्भड बाई अस। ल अर्को हेरिस्यो, आई हेभ टु चेक इट। मैले सुरुमै भनेको छु ह्याभ टु र हेज टु दे आर अलवेज टुगेदर।
Have to, has to, they are always together. Excuse me, by okay. ओके मैले यसमा केही बोलेन एकजनाले एक दुईजनाले ह्याज लेखाएको छ एक दुईजनाले ह्याप लेखाएको छ एक दुईजनाले ह्याड पनि लेखाएको छ त्यो हेर्नु होला मैले त्यही भएर भनेको छु सुरुमै ह्याज टु ह्याभ टु दे टक अबाउट प्रेजेन्ट टेन्स ह्याड टु इट टक्स अबाउट पास्ट टेन्स अब हेर्नु होला के हुन्छ ओके नाउ इट आई ह्याभ टु चेक इट आई ह्याभ टु चेक इट वाउ सो गुड अदिति Aditi, my student. Jennifer, Sunil, Soru, Ramit, Amrit, Slok. Okay, Sandhya, Aman. Okay, Pooja. मैले तपाईँको नाम चाहिँ पढ्नु भएको छैन है ओके ऋतिक सो गुड है अनिश ओके द्याट्स राइट लेट्स have इट्स राइट आन्सर इट has to be checked by me अब यहाँ हेर्छु है यहाँ चाहिँ have to छ तर यहाँ चाहिँ has to छ किन why भन्ने क्वेसन हुन्छ नि त माथि चाहिँ have to छ तल चाहिँ has to किन भन्ने हुन्छ because of it भनेको छ एक्जामले हो त्यो किनकि IT it as a she as a he and a singular noun and uncountable noun it takes has verb 5 हो it is singular so भनेको छ oh that's good है यो राम्रो भयो ल यसमा त केही कन्फ्युजन नै छैन तपाईहरुसँग तपाईहरुसँग कन्फ्युजन छैन यसमा ल I take have okay. Singular okay good that's right है हो यो चाहिँ लास्टमा आयो है यो खास गरी लास्टमा आयो ल अब यो झन् एकदम इन्ट्रेस्टिङ पार्ट छ तर यो पढ्नुभन्दा अगाडि एक दुईवटा क्वेसन त सोधौँ है रमेशजी यु अन्डरस्ट्यान्ड द्याट्स वाइ इट्स इजी फर यु है ल बुझ्यो भने त दामी हो नि त्यही भएर यसलाई ख्याल गर्नुपर्छ अब यो पार्ट छ यो पार्ट त तपाईँलाई एकदम फेमिलियर छ होइन इट इज आउट टु चेक बाई आउट टु हुँदैन जस्तै यसको यो हुन्छ जस्तै IOUGST I ought to clean यो क्लिन है यो पेन यस्तै हो क्लिन द रुम भने ल यस्तो आउँछ जोडेर अब यो हेर्छु त आई ल यसरी गयो ल म त ल आई ought to CL ओके EAN थियो है EAN क्लिन द रुम भयो ल ROOM I ought to clean the room. Room ought to be cleaned by me. दामी. It's good. है room ought to be cleaned. It's नलेख्नु होला इज आउँदैन यसमा ought to आफैमा यो ought to आफैमा एउटा एक्जिलरी भर्ब हो नि त इज लेख्नु पर्दैन यसमा the room ought to be cleaned हो यही त हो नि it's so good ल सबै बुझ्नु भएको छ ल अब हामी भोलि चाहिँ इट इज डाडा डाडा ड्युटी टु र सपोज टु को हामी पढ्छौँ त्यसपछि अरू पनि बाँकी छ अरू पनि धेरै बाँकी छ यसमा किनकि प्यासिभ भोइस अर भोइस इज अ लङ च्याप्टर है यो धेरै लामो च्याप्टर हो त्यसैले धेरै बाँकी नै छ अझै ल यो आउट टु र सुट भनेको सिमिलर नै हुन्छ तर आउट टु भनेको चाहिँ यसमा अलिक हार्ड हुन्छ जस्तै सुट भनेको तपाईँ कर्तव्य हुन्छ भने चाहिँ यो आउट टु भनेपछि तपाईँको एकदम के भन्छ त्यसलाई कम्पलसरीली गर्नै पर्छ जस्तो रुल जस्तो हुन्छ कि बिट्विन एक्जिलरी एन्ड मोडल एक्जिलरी भनेको ऊ हुन्छ एक्जिलरीलाई तपाईँको हेल्पिङ भर्ब पनि भन्छ मोडल भनेको त्यो एक्स्ट्रा के अब एक्जिलरीमा तपाईँको डु डज पनि आउन सक्छ नि डु डज भनेको एक्जिलरी पनि हो तर यसलाई मोडल एक्जिलरी भन्नु मिल्दैन कि डु डजलाई डु डज डिडलाई है इभन ह्याभ ह्याज ह्याड यो पनि एक्जिलरी भर्ब नै हो तर यसलाई मोडल एक्जिलरी भर्ब पनि मिल्दैन ल थ्याङ्क यू ओल अफ यु हो इजेमा पनि हो वाच वेयर पनि हो थ्याङ्क यू है अदिति अदिति भनेको चाहिँ को अदिति माई स्टुडेन्ट ओके थ्याङ्क यू ल ल ल ल थ्याङ्क यू कौशल see you tomorrow and we will have very beautiful topics and interesting topic tomorrow and we'll have lots of questions thank you all of you